सीमा बाहिर घुम्न हिँडेको छौँ है। ठ्याक्क लाएर कहाँ पुगिन्छ यात्राले, कहाँ पुऱ्याउँछ स्या ल्या मोटो होला भने चाहिँ कार जहाँसम्म यहाँ त खोला है खतरा बनाएछ यहाँ चाहिँ पानी फिल्टर हुने हो, माछा त होइन, यहाँ पानी फिल्टर गरेर पठाइदिन्छ यहाँबाट टक्क यस्तो पानीको बाफलाई यसरी लिएर फोहोर यहाँ छानेर टक्क अनि पठाइदिन्छ। कि माछा छ र यहाँ? माछा होइन, यहाँ पानी नै छानेको हो, यस्तै छ। त्यो यो कलेज भयो त्यो अगाडिको ठुलो गाडी चाहिँ। यता चाहिँ हल्का यसलाई के भन्छ नेपालमा त के भन्छ क्या फुलहरू पाउने ठाउँ, कृषि के यार कृषि त यहाँ हाइवे आयो सानो लाग्यो है गाइजहरू। सदा चाहिँ हामी आज पनि आइसकेको छौँ, छुट्दैछौँ। माराती छाडेर हामी अर्को दिशा लागिसक्यौँ। कहाँ पुगिन्छ थाहा छैन। यहाँ चाहिँ कलेज, इन्टरनेसनल कलेज यो चाहिँ। त्यसै गरेर अगाडि यस्तो भयो। अब एकैचोटि मोबाइलको सकतिर मलेसियाको घरहरू यस्तो पनि छ, छाप्री लाइन राइट। पेट्रोल पम्प यहाँ यस्तो छ, यहाँ यस्तो के फिल्म हो महाकर्षण के हो यो होटलै हो क्या अरे के हो यार यस्तो यस्तो। मलेसियामा गर्मी धेरै बढिरहेको छ गाइस हो है, सहन गाह्रो छ हामीलाई, टिक्न सकिँदैन जस्तो क्या। अनि यो हेर्नु सौदी दुबईको मान्छे कसरी टिकिरहेको होला जस्तो लाग्छ। यत्रो यहाँ जङ्गलहरू पनि छ, आँपहरू यस्तो यस्तोहरू बारी बारी आलाङ म्यालाङ यस्ता रुखहरू हेर्नुहोस्। त्यो टाटीबेरी के भन्छ नि टोटोला जस्तै रातबिछे क्या रातबिछे त्यस्तो सब छ। कहाँ आयो जेबी छेउ नि आइसक्यो त्यो त नि होइन, जेबी लाइनतिर आइसकेको छ त सिङ्गापुर छेउतिर आइसक्यो त नि। यस्ता यस्ता बाजेको बिल्डिङहरू बन्दैछ, सब लिपबाट माल लाने ल्याउने भएको छ त यार यहाँ त तल।